ल बल्ल जाँदै हामी कति बज्यो रे अहिले 5:30 अँ 5:30 5:30 भयो 5:30 1.5 घण्टा मात्र जोड्यो नि 4 बजे उठेर जाने भन्ने केटाहरू 5:30 बजेसम्म मैले उठाएँ कि यिनीहरूले आज यस्तै केटा नत्र उठ्दैन भने 10 बजेसम्म सुत्यो होला म त अघि नै उठेको थिएँ 7 बजीतिर काम छैन फेरि सबै साथीहरू चाहिँ उ गरेर ल बल्ल हामी पुनिल हिँडेकै साथी हो पुनिल अब हामीलाई आधा घन्टा लाग्छ पुनिल पुग्न त्यहाँबाट टक्क भ्यू देखेर तपाईँहरूलाई अहिले हामी घोरे पानी नै छौँ सबै गइसकेछ है बिहान बिहान उठेर सबभन्दा लास्ट होला हामी यहाँ बाटो चाहिँ दामी छ यो जङ्गलको बाटो टक टक गुराँस जति जम्मै झरिसकेछ तपाईँ यहाँनिर आएर बोर्ड हेर्न सक्नुहुन्छ टक्क यहाँबाट लोकेसन ठ्याक ठ्याक हो लोकेसन बोर्ड पुनिल ल है जनता अलि छिटो छिटो हिँड्नु पऱ्यो 15 मिनटमा पुग्ने भनेको यिनीहरू त यार देख्ने गाइस यहाँ चाहिँ हिउँ के अरे यो त तुसारो होइन तुसारो परेको छ यो त घोरेबानी नै हो तुसारो पर्छ माथि पुग्ने भने त पुरै हिउँ पर्छ टिकट लिन भने होला कता गर्नु टिकट लिनु पर्ने 3 जनाको टिकट दिनु न 3 जना होइन अरू 2 जना कहाँ गरिदिनु मलाई जहाँसम्म ल्याउँदै जस्तो लाग्छ नाम त लेख्दैन होइन नाम त लेख्दैन नभए 2 जना गयो कि गएन नि थाहा नै होइन कि फोन गर्छु 50 रुपियाँ है भाइ तपाईँको चाहिँ 3 जनाको के 1 जनाको 150 यो त यहीँ राखेर खुल्टे राखेर गएको छ होइन डस्टबिन नाली गए पनि अब सबै फर्किने बेला भयो ए हामी त फेरि जानु पाएको नि हुँदो रहेछ सब्जी फर्किने लाग्यो के अरे भिड हुँदा बिहान चेक गर्छ जाम जाम ए के भनेको अहिले भाइ पुनिला जान अझ कति समय लाग्छ यहाँबाट 10 मिनट भाइ 15 मिनट होइन 15 मिनट लाग्दैन यहाँ जम्मा 10 मिनट लास्ट थके लाग्यो कति राम्रो है तुसारो हेलो गाइज भर्खरै यो चाहिँ घोरेपानीदेखि पुनिल जाने बाटोको ठ्याक्कै बिचमा आइपुगेका छौँ यहाँनिरबाट चाहिँ बल्ल हाम्रो सनराइज भेटाइयो यताबाट सनराइज आइरहेछ होइन लगाए सब फर्किसक्यो बल्ल हामी माथि हिँड्नु लाग्छौँ कति लाग्छ यहाँबाट अब 10 मिनट लाग्छ 10 मिनट होइन आधा घन्टा भन्दा बढी लाग्छ सन्तोष एउटा कुरो थाहा छ तिमीलाई यो हिउँमा के फोटो दामी दामी आउँछ नि त स्वर्ग हेर्ने स्वर्ग हेरौँ न ए यो स्वर्ग हेऱ्यौ स्वर्ग ए यो स्वर्ग त्यही स्वर्गमा छु यार म ल पुनिलाई अब अब त 15 मिनट लाग्दैन होइन अब ओन्ली 10 मिनट ओन्ली 10 मिनट यो त झुट भयो यार सरासर पनि अब हामी हिँड्न नसक्ने मान्छे फोक्सो पोलिने मान्छे त्यसै हो होइन त ए कहिले आए त्यही दुखान्छ कहिले आए त्यही दुखान्छ सास फुलन्छ अरू के फुलन्छ अरू केही फुलन्छ यो झाडा फाइनल्ली गाइज हामी 10 मिनटमा पुनिल पुग्यो न मलाई यार दुख्छ जस्तो है दुख्नु त दुख्दैन दुख्दैन अहिले हानेर खेलाउँ लाग्यो पुनिल बल्ल आइयो सब फर्किनु लाग्छ हामी चाहिँ बल्ल पुगियो अब हामी एकैछिन फोटोसोटो भिडियो सिडियो खिचेर फर्किन्छौँ रमाइलो छ ओहो सब आफ्नो उसमा व्यस्त ल तिनीहरू पनि चिन्यो कि यार कहाँबाट बाग्नुबाट आयो तिनीहरू है ऊ तिनीहरू अन्जु पन्तले फेरि चिनेको त हामीले त्यो बहिनीलाई त मैले घान्द्रुक देखेको यार ऊ त्यो बहिनीलाई कुन चाहिँलाई हो त्यो क्या हाँसी चिने तिनी क्या मलाई देखेर हो कि होइन होला हो रमाइलो छ कति आधा घन्टा त बढी त फर्किसक्यो कि र पनि यहाँ यस्तो भिड छ कि भन्न हाम्रो गेस्ट हाउस भयो होइन सन्तोष
ऊ त्यो हिमालको नामहरू भन न यहाँ युसहरूलाई यहाँबाट ल यहाँबाट यो हाम्रो उयो चाहिँ मल्का पहाड होइन मल्का पहाड मल्का पहाड बरुन्दरी बरुन्दरी अच्छा कोनाबन पिक अच्छा धौलागिरी धौलागिरी 5 होइन धौलागिरी त सबैले चिन्छ अनि यो धौलागिरी यो टुकुचे पिक होइन टुकुचे यो थापा पिक होइन यो निलगिरी निलगिरी अन्नपूर्ण फाङ अन्नपूर्ण साउथ हिउँचुली माछा पुछ्रे होइन लमजुङ हिमाल कतिवटा हिमाल देखियो हामीले यहाँबाट 7-8 8-9 क्या दामी भ्यू छ पुनिल तपाईँहरू नि आउन सक्नुहुन्छ यस्तो दामी भ्यू छ यहाँ त बेलुकीसम्म हुन्छ जस्तो लाग्यो र अहिले त रमाइलो गरे हामी यहाँ साथीभाइहरूले हामी जान लागेको होइन क्या यहाँबाट हिँड्न लागेको ल बाई बाई पुनिल ल खाजा खाने हो खाजा आइज दाइ खाजा खान्न ल यो चाहिँ ब्रेकफास्ट चाहिँ अर्थित छ होइन खाजा खामै अब माथि पुनिल गएर आइयो रमाइलो भयो यो फोटोसोटो भिडियो खिच्यो त्यहाँको उसहरू के अरे अरूहरूले भिडियो खिचेको देख्दाखेरि नि रमाइलो लाग्ने कि होइन मैले बनाइदिएँ सबै एउटै नमानेमा बस्ने हो सन्तोष चिनी भन्नु न चिनी भनेको मैले अलिक एउटा नमान्ने तिमीले नमानेमा पानी भरेर ल्याइदियो नगर क्या जुन पाइदियो अब जुन पाइदियो होइन कि अब हामी चाहिँ कहाँ जाँदैछौँ नि दाइ हामी के अरे के भन्नु अरे खोपे त्यही खोपे खोके डाँडा जाँदैछौँ खोके कि खोपे खासमा कोखे भन्छन् कोहीले होइन कोखे भन्छन् कोहीले खोके भन्छन् खोके भन्छन् डाँडा चाहिँ खोपे भनेर सुनेको कि पे होइन के हो हुनलाई अगाडि चाहिँ को हो कि खो हो भन्ने मात्रै हो होइन अब त्यहाँ गएर भेटौँला नभए बाटोतिर पनि हामी भेटिरहेको छौँ होइन ऋतिक भाइ के छ भन्नु तिमीलाई अब रमाइलो भइरहेको छ के हुनु ए अब खानी सबैले सफा पनि म अब भ्यू यसो यस्तो भाइ कान्छो भएपछि त्यही हो अब हामी चाहिँ लगभग सुपर भ्यू होटलमा बसेका थियौँ होइन सुपर भ्यू होटलबाट चाहिँ झन्डै 4 घन्टाको ट्रेकिङ पछि 4 घन्टाको ट्रेकिङ पछि चाहिँ हामी कोखे डाँडा पुगिन्छ हाम्रो ब्याकग्राउन्डमा चाहिँ यस्तो मजाको भ्यू आइरहेको छ होइन यहाँबाट चाहिँ त्यस हामी त्यस्तो रस गरेर जाँदैनौँ आनन्दले तपाईँको चाहिँ बिस्तारै हेर्दै हेर्दै अब चाहिँ बिच बिचमा टिकटकहरू बनाउँदै जान्छौँ रस किन घुम्न आएपछि रस गर्ने होइन दाइ हो कि होइन अरू चाहिँ सबै ठिकै छ हिजो ठ्याक्क आउँदा बित्तिकै वेदरले साथ दियो हिउँ पऱ्यो त्यो एकदम रमाइलो भयो होइन माथि पुनिल चाहिँ त्यो हो बिहान हामी जाने बेलामा हिउँ थियो अहिले चाहिँ लगभग हिउँ चाहिँ सकिसकेको छ अब हामी माथि गएर भेटौँला है त गाइज ल हामी यहाँ पुनिलबाट खोके डाँडा जान लागेको पुनिल छोड्दैछौँ पुनिल बजार जस्तो छ यस्तो यतातिर हेर्नु न लालीगुराँस त्यहीँ उतातिर सन्तोष भाइ भिडियो खिच्दै चाहिँ चस्मा लाऊ भन्नु पर्दैन तपाईँले ल हामी खोके डाँडा हिँडेको है हामी खोके डाँडा हिँडेको के किन्नु लाग्यो ए यार बाटा खानी पानी जान्छ अरे पानी सानी किन यार अलिअलि पानी हालौँ एउटा साउजु नमाइने हामी फेरि पुनिल जान लाग्यो है साथीभाइहरू हामी के अरे खोके डाँडा होइन खोके डाँडा जाने हो मोरे डाँडा म्याथी जिल्लाको सबभन्दा हाइट भएको मोरे डाँडा हो ए जहाँ भयो नि खोके डाँडा जाने हो खासमा हाम्रो गन्तव्य भनेको ए हामी बिहानी पुनिल चढ्यो अनि फेरि पुनिल हुँदै जाँदो रहेछ कि थाहा भएन नत्र बिहानी नै सबै सामान प्याक गरेर आउनुहुन्थ्यो फेरि दुःख पाइयो कति आधा घन्टा चढ फेरि आधा घन्टा ओर्ल फेरि आधा घन्टा चढ फेरि भोलि यहीबाट फर्किन्छ होइन हामी 4 चोटि हिँडिन्छ यो ट्रेक चाहिँ
एकै दिन भन्नाले 2 दिनमा बुलसँग हामी घोरेपानीबाट पुनिल हुँदै बाटोमा छौँ खोके डाँडा जाने 2 घन्टा लाग्यो हामी ठ्याक्कै 11 बजेबाट हामी हिँडेको यहाँ आउँदाखेरि 1 बज्न लाग्यो अब हामी लगभग 1-1.5 घन्टा पुगिन्छ होला होइन 1-1.5 घन्टा 2 घन्टा 2 घन्टा लाग्छ म्याक्सिमम 2 घन्टा हामी अहिले नन्दा एन्ड मेरिलिना टी सप छौँ है 3 पोखरीमा तपाईँ हो यहाँको ओनर ल केही भनिदिनु न त के भन्ने अब यसो घुम्नु आउनु गुराँसहरूको सिजन छ अब हिउँहरू परिरहेछ हल्का फुल्का ए हाम्रो चाहिँ गुराँसको सिजन चाहिँ लास्ट चाहिँ जस्तो लाग्यो भाइलाई त मनाकी केही हो सिजन चाहिँ कहाँ छ कहिलेसम्म रहन्छ यही महिनाको आखिरी वैशाखको 10-15सम्म हो त्यहाँभन्दा बढी चाहिँ हुँदैन त्यति बेलासम्म अब पानीले बिग्रिरह हल्का फुल्का त्यही पनि हल्का हिमालहरू खुल्लेसिन चाहिँ राम्रै छ त्यहाँतिर घुम्न आउने मान्छेहरूलाई यो गुराँसको सिजन बाहेक चाहिँ अरू सिजन कुन हुन्छ यसमा अरू सिजन असौजतिर नै हुन्छ अरू सिजन हिउँ पर्ने सिजन हो यति बेला चाहिँ हिउँ पर्ने सिजन हो त्यति बेला चाहिँ हिमालहरू खुल्छ त्यही हो अब भिजिट गर्ने एकचोटि तपाईँहरू भिजिट गरेपछि नै राम्रो हुन्छ यहाँ चाहिँ हाम्रो रुमको व्यवस्था छ कि नै हामीसित रुमको व्यवस्था छैन टेन्टको व्यवस्था चाहिँ छ हामीसँग हुन्छ धन्यवाद ल काठको घरै यस्तो दामी दरिया घर बनायो यार कतिको बजेट रे 15 लाखको बजेट रे 20 लाखको है यस्तो दामी छ यार काठै काठको यार मजा लाग्यो यार जङ्गलको बिचमा यस्तो दामी घर छ ल यो पुनिलदेखि हामी खोके डाँडातिर जानु लाग्यो यहाँ बन्दी रहेछ कि नयाँ होटल दामी छ है भित्रतिर नि है खतरा लाग्यो ल हामीले यहाँ चाउचाउ बनाउनुलाई है यो करेन्ट नुडल खाने 4वटा आयो करेन्ट त खै 5वटा टक्कै यस्तो डाँडामा आएर बसिन्छ होइन हिउँ परेको अवस्था गाइजहरू है सेटो पारेमा यता भुइँ त बवाल देखियो अहिले चाहिँ हामी चाहिँ पुनिल टु कोखे डाँडा ट्रेकको बिच बाटोमा छौँ लगभग चाहिँ कोखे डाँडा आउन अझै 45 मिनट जति छ हामी 3.5 घन्टा चाहिँ ट्रेकिङ गरिसकेका छौँ हामीलाई चाहिँ लकले एकदम फेभर गरिरहेको छ हिजो पनि घोरेपानी आउँदा बित्तिकै चाहिँ हिउँ परेको थियो भन्दा पहिला वेदर एकदम राम्रो थियो अहिले पनि जस कोखे डाँडा आइपुग्ने बेलामा चाहिँ हिउँ परेको छ लकले फेभर गरेको भन्नुपर्छ होइन दिनभरि चाहिँ राम्रै ट्रायलमा हिँड्ने अब हिउँ परेर हामीलाई चाहिँ खासै फरक परेन हुन्छ हामी मोरे डाँडा नभए कोखे डाँडा गएर भेटौँला नि त है ल हामी अब खोके डाँडाबाट भेट्नेछौँ मोरे डाँडा मोरे डाँडा गएर ल मोहरे डाँडा यहाँ लेखेछ है उतातिर चाहिँ खोके डाँडा यो हिउँ चाहिँ म खान्छु है यो हिउँका कफी खान जानु लागिरहेछौँ हामी चाहिँ कफी मोहरे डाँडामा कफी बसेर कफी चिसो मौसममा तातो तातो भनिदिनु ल यता चिसो मौसममा तातो तातो कफी धन्यवाद बहिनी राम्रो बोल्नुहुँदो रहेछ बोल्नु न कहाँबाट आएको पोखरा कुन ठाउँ चाउथे चाउथे ठ्याक्कै कहाँनिर चाउथे कता भन्नु चाउथेको भित्रभित्र बिमार कस्तो मजा आइरहेछ कहाँ आउँदै आएको हामी त घोरेपानीबाट पुनिलबाट चाहिँ अहिले यहाँ होइन अब भोलि चाहिँ कोखे डाँडा जाने अनि आज यहाँ बस्ने भोलि कोखे डाँडा अनि तल पोखरा जाने भोलि नै पोखरा पुग्ने बनठाडीबाट बनठाडी हुँदै आउनु भयो रुम भाइयो 2 दिनमा बल्ल घाम देखियो तपाईँहरू देख्न सक्नुहुन्छ गाइस 12:12 घाम यस्तो हैन यस्तो त्यो भिडियो हाल्नु थियो बिहान यो वाला हो त्यो वाला के डान्स हो त्यो
त्यही हो साइकल ज्याक्सन झन् साइकल ज्याक्सन आज यहीँ बस्ने खोके डाँडा यही हो यहीँ बस्ने होटल बस्यो बेला केन काम झ्याप्चुप गरिहाल्छु हामी बस्ने होटलमा आइयो होइन खोके डाँडा पोखे डाँडाको हामी होटलमा आइसकेका छौँ। अब हामी जाऊँ के अरे रुम ड्रेस चेन्ज गरौँ म ड्रेस चेन्ज गरौँ न त्यसपछि आउँछौँ ल पढ्न अब हामी रुममा जानु लाग्यो है सिङ्गलमा म बस्छु है सबै सिङ्गल हो सबै सिङ्गल हो यही हो ल हामी बस्छ आजको चाहिँ हाम्रो भिआइपी रुम चाहिँ छ ल आजको लागि अब के गर्नु ल हामी रुममा आयो अब एकछिन ड्रेस चेन्ज गरेर आराम गरेर तल आगो ताप्ने हामी गुड मर्निङ गाइज आज हाम्रो तेस्रो दिन होइन रमाइलो चाहिँ आज अन्तिम दिन हो आज गाइज यस्तो अँध्यारो गरेर चाहिँ पानी पर्ला जस्तो बिहानीबाट आज घाम पनि नलाग्ने अवस्था छ हामी बसेको होटलको नाम आप्पा कटेज है हामी यतातिर भ्यू हेर्न जाँदैछौँ यहाँ तलतिर फोटोसोटो खिच्ने राम्रो आउँदो रहेछ है यो फुलेको घाँस के दामी आउँदो रहेछ कि फुलेको घाँस अलराइट गाइज अहिले हामी छौँ कोखे डाँडामा अनि यहाँ चाहिँ अलिकति तल ब्रेकफास्ट रेडी हुँदैछ त्यो भएर तलतिरको भ्यूमा फोटो खिचिसक्ने अनि माथि गएर ब्रेकफास्ट गरेर माथितिरको भ्यू खिच्न जाने प्लानिङमा छौँ ल भाइ अब हामी यो होटलबाट निस्क्यौँ हिजो बसेको यो होटल हामी पुनिल हिँड्न लागेको यही बाटो हुँदै यसलाई के 360 डाँडा अरे यसलाई यसको नाम अब हामी यहाँबाट कतै नबसिकन सिधै गोरे पानी पुनिल लाग्नेछौँ हामी यहाँबाट 2.5 घन्टा 3 घन्टा जति लाग्छ पुनिल पुग्न 3309 मिटर उचाइमा रहेछ 360 डिग्री हिल खोके डाँडा जलिबाबराङ पर्वत नेपाल यो पर्वत पो पर्दो रहेछ है जिलिबाङ होला गरे झिलिबाराङ यो पर्वत अनि तिमीले त्यो उस भनेको होइन हौ म्याग्दी पर्छ भनेको होइन म्याग्दी हो के त्यो फेरि म्याग्दी हो यहाँनिर कता ऊ होला नि त तर यहाँ चाहिँ सबभन्दा सुरुमा चलेको चाहिँ मोहरी डाँडा हो होइन मोहरी डाँडा चलेको 8-10 वर्ष भयो त्यो चाहिँ महावीर पुलको कन्सेप्टमा बनेको कम्युनिटी होटल होइन पछि चाहिँ त्यहाँ घुम्न आउने मान्छेहरू यहाँ आइसकेपछि यो चाहिँ इस्टाब्लिस भएको त जम्मा 2-3 वर्ष त भयो नि ए अच्छा यस्तो हिमालहरू पुरै धागेछ है हिमालहरू अँध्यारै गरेछ आज नि पानी पर्ला जस्तो छ पानी पर्छ होला सायद हामी हिँड्दै गर्दाखेरि बाटोमा हिजो पनि हामी बाटोमा पानीले भिजाएको थियो हामी खोकी डाँडाबाट ब्याक टु घोरे पानी आइयो कति मिनटमा आइयो हामी 1 घन्टा 15 मिनट 1 घन्टा 15 मिनट ए 20-25 मिनट त्यस्तैमा आइयो धेरै फास्ट आइयो कुइ दगुर 1.5 घन्टामा सर्लकै आइपुग्यो कि हामी यहाँनिर अहिले चाहिँ म्याक्सिमम 1.5 घन्टामा हामी हाम्रो होटलमा पुगिन्छ जाने बेलामा 4 घन्टा लाग्यो 4 घन्टा फोटो खिच्दै भिडियो खिच्दै गएर हामी घोरे पानी यो होटलमा आएर सामान छोडेर गयौँ सामानहरू मिलाइयो सामान मिलाएर अब यहाँ आएर अब हामी यहाँबाट लाग्छौँ हामी कहाँ जानेर अब यहाँबाट चियाएर हामी स्वाता प्यारामिड हेर्न जाने प्यारामिड होटल प्यारामिड होटल ल खाना भनेकोमा भने छैन नम्बर ल प्यारामिड होटल गएर भेटौँला है साथीहरू भाइहरू ठिक छ भाइ कतिको दुःख भयो ल हामी बल्ल फाइनल्ली दुःख त नकुरा गर के भन्ने यो स्वाट भिलेजमा हिँड्छ स्वाट म 2 किलोमिटर जति के छ नि त्यही तपाईँले केमा भेटेर 1 किलोमिटर भन्नु गर त्यहीँ देखाइ गएर हिँड्दै होला नि अनि ए हिँड्दै होला के हो होटल लाग्यो हामी पानी परिरहेछ यार हामी घरबाट हिँडेदेखि पानी परेछ रुत्दै हिँडेछ खतरा पानी परेछ कोब्रा जाने यहीँबाट रहेछ
8 किलोमिटर जति होला खोक्रा यहाँबाट 8 किलोमिटर जति होला ट्रेकिङ जुत्ता यहीँ बाहिर राख्ने सन्तोष भाइ के छ हालखबर हालखबर छ हाल चाहिँ बेहाल छ दाइ मलाई नसोध्नुहोस् यार ठिक छ बिजोग छ खै कहाँ कहाँ बस्ने हामी यहाँ है यहाँ आगो तापेर बसिन्छ लास जाडो अलराइट गाइज अहिले चाहिँ हामी स्वातामा छौँ खाना खाने बेला भइसक्यो हामी भोरेपानीबाट चाहिँ झर्या हो होइन हाम्रो खाना आइसकेको छ हामी अहिले कहाँ छौँ दाइ हामी स्वाटा यो स्वाटा होटल रे अन्नपूर्ण 5 चम्चा यो सुकुटी खाना चटनी एउटा हेरमै कस्तो खालको यहाँभित्र दुईवटा बेड हुँदो रहेछ भित्र दुईवटा बेड सिङ्गल हुँदो रहेछ डबल बेड राख्नुपर्ने कि होइन होला कुनै कुनैमा होला कुनैमा सिङ्गल होला